everyone. Hope you all are doing good. आज चाहिँ सन्डे है अनि आज चाहिँ म गुम्बा जाँदैछु भन्दा पनि आज चाहिँ हाम्रो चाहिँ यहाँ गाउँको गुम्बा छ। त्यो गुम्बामा चाहिँ आज चाहिँ सफा गर्नुपर्ने हुन्छ नि त। अन्तखेरि किन भन्दाखेरि चाहिँ अब यो बुद्ध पूर्णिमा आउँदैछ है। अन्त यो बुद्ध पूर्णिमा सेलिब्रेट गर्नुको लागि त्यो गुम्बा अब सफाहरू गर्नुपर्छ नि त। त्यही भएर चाहिँ गुम्बा सफा गर्नु गएको। म देखाउँछु है त माथि गुम्बामा गएर है। पहिला चाहिँ आमा ग्रुपकोहरूले मानी पर्ने हुन्छ है। अन्त जस्तै सन्डे चर्चहरू जाँदाखेरि आफ्नो आफ्नो प्रार्थना हुन्छ है। त्यस्तै हाम्रो गुम्बामा पनि त्यस्तै प्रार्थना हुन्छ, आमाहरूले मानी पर्ने हुन्छ। त्यस पश्चात चाहिँ हाम्रो गुम्बाको वरिपरि साफसफाइ सुरु हुनेछ। हेर्दै जानु होला। यहाँ चाहिँ आमा र भाउजू हुनुहुन्छ। मानीको किताब पनि बोकिरहनु भएको छ। अनि देख्नुहोस् है, हेर्नुहोस् झाडु पनि बोकिरहनु भएको छ। पुग्नु आँट्यो, धेरै टाढो त छैन, यहीँ नै हो। यही चाहिँ मेरो बडाको घर हो, काइला बडाको। अदुवाहरू रोपेर हेर्नुहोस्। आइपुग्यौँ हामी चाहिँ गुम्बा। यो चाहिँ हाम्रो गुम्बा है। यो चाहिँ हाम्रो हल हो, मिटिङहरू हुन्छ है। यो हाम्रो पकाङको क्लस्टर हो। यो चाहिँ गुम्बा हो, हाम्रो गाउँको सानो गुम्बा। के अरे हालिदिन्छु नि। Choki chonamla janjo bardo dagi kamso che dagi jinse ke me soinam ke dola venture sange dobara shyo sangade so idam cheneji solvade so ल त साथीहरू, मैले चाहिँ अब त्यो गुम्बाभित्र डिस्टर्ब गरिरहनु सक्दिनँ है। किनकि त्यहाँनिर प्रार्थना हुँदैछ, मानी पर्नु हुँदैछ सबैजना है। सो मैले अलिअलि झलक मात्रै देखाएको है। अनि किनकि अब प्रार्थना गर्दै गर्दा बिचमा आफू क्यामेरा लिएर डिस्टर्ब गर्न त मिल्दैन नि त। त्यही भएर मैले चाहिँ सानो क्लिप मात्रै अब लाएको छु है। अहिले चाहिँ म अब घर जाँदैछु। म चाहिँ
फेरि अहिले वापस देखाउने छु है। म चाहिँ मानीमा चाहिँ बसिनँ हो। अनि किनकि मेरो घरमा काम अधुरै छ नि त, अन्त अब घरमा गएर मेरो गर्नुपर्ने कामहरू म अलिअलि अब सकिहाल्छु है। अनि त्यहाँबाट चाहिँ आमाहरू पनि अब यहाँ गुम्बामा जति पनि छ सबैजना त्यो मानी परिसकेर चाहिँ के भन्छ साफ सफाइ गर्नुपर्ने हुन्छ है। बुद्ध पूर्णिमा आउनु लागिसक्यो, त्यही भएर बुद्ध पूर्णिमा आउनु अघि चाहिँ साफ सफाइहरू गर्नुपर्ने हुन्छ नि त गुम्बामा पनि। त्यही भएर चाहिँ अब त्यो मानिसकेर आमाहरू साफ सफाइ गर्नु लाग्छ। त्यति बेला चाहिँ फेरि म पनि त्यतिन्जेल चाहिँ मेरो घरको कामहरू सकेर म पनि फेरि आउँछु अनि हजुरहरूलाई देखाउँछु है त फेरि। यो चाहिँ हाम्रो गुम्बा। यहाँ हेर्नुहोस्, रिनोभेसन अफ साङ्गे छोलुङ। यहाँ त पढिहाल्छ नि, किन मैले पढेर सुनाउनु पर्यो त हो। यो चाहिँ हाम्रो सानो गाउँको गुम्बा है। यसरी पुस्तकहरू राखेको छ यहाँनिर हो। 16 पुस्तक भनिन्छ है, 16 पुस्तक छ है, 16वटा पुस्तक। अनि यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ पुस्तकहरू भयो। हर सन्डे चाहिँ यहाँनिर आएर यसरी गुम्बामा पानी चढाएर बत्तीहरू बालेर पूजा गर्ने हुन्छ अनि प्रार्थना गरेर मानीहरू पढ्ने गर्छ हाम्रो गाउँको लेडिजहरूले है। बोइसहरू पनि बोइसको नाममा चाहिँ तै हो, केही हुन्न नि। यो चाहिँ के को लागि यो बुद्ध पूर्णिमाको लागि ए मानीको हजुर ए हजुर। What is your name? Dagen. Say in full sentence. Dagen. Say in full sentence. I don't know full sentence. My name is Dagen Lipta. What is your school's name? Saint Timothy Academy. Huh? Saint Timothy Academy. Oh my god, you're a good boy or a bad boy? Bad boy? He's telling us bad boy. He's a bad boy. He only told. You are a good boy? Yeah, I'm too good. Wow, 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 wow. Oh my god. Okay, thank you. This is a good job, है? यो राम्रो कार्य। यहाँ चाहिँ मेरो भाउजू पढ्नुहुन्छ हो, मेरो भाउजू। She is a good girl. She works hard. She works a lot, eh? Very intelligent. Guys, she will sleep till 8 o'clock, guys. No, guys. Don't believe to she. I'm very much good. She is beautiful. She is pretty. She is intelligent. She is hardworking. She works a lot, है? Guys. यहाँ हेर्नुहोस् है, सबैजना मिलेर गुम्बा वरिपरि साफसफाई गर्नुहुँदैछ। यहाँ चाहिँ हाम्रो किचन बनिन्छ अरे गुम्बाको होइन, गाउँकोहरू मिलेर बनाउने है होइन। ओ मेरो प्रेसिडेन्ट, हेलो, वेलकम ब्याक टु माई च्यानल। गाइस हेर्नु नि झाडुहरू पनि यस्तो भयो। झाडु फाटिन्जेल बराले छ अन्त। कहाँबाट चढ्यो यस्तो? त्यही त के भन्छ, व्हाट डु यु कॉल दिस इन इंग्लिश? जुगा अरे इंग्लिशमा। आमा मलाई पुरा डर लाग्यो। अब डर लाग्यो अरे गाइस, रुइहाल्नु। मार्दिनु म कसरी मार्नु? ढुङ्गाले। ओ ढुङ्गा ए देख्दै सक्यो कहाँ छ जुगा त मैले पनि देखेन त। ओ गाइस जुगा। तर मैला ब्लड खाइदिएको नि त यसले। थ्याङ्क यू जुगा एन्ड रेसिपी। लौका सक्यो, यता देख्छु लौका सक्यो अब होइन। यहाँनिर मेरो मम्मीजी हुनुहुन्छ हो, अन्त अब चाहिँ म चाहिँ गएको त्यो तालिबान जस्तो भएर म तालिबान जस्तो भएर खै यता हेर्नु त, तालिबान जस्तो भएर खै यता हेर्नु न। ओ तालिबान
मुन्टा चल्दैन हामी चाहिँ अब गएको है घर सकिएछ यहाँनिर काम अब त्यति नै रहेछ होइन अनि ल न लाइक गर्नु सरी हातैमा पक्रिदिन्छ कस्तो दुख्छ नि यो चाहिँ फेरि सरी ल ल त साथीहरू लाइक गर्नु नभुल्नु होला कमेन्ट गर्नु नभुल्नु होला है त यहाँनिर मेरो भाउजू हुनुहुन्छ है बिचरा अस्ति भर्खरै मेरो जस्तै उसको पनि यहाँ हात काटेर चाहिँ यस्तो भइराखेको छ है बिचरा भाउजूको चाहिँ यस्तोमा काटेको मेरो चाहिँ यहाँ काटेको होइन भाउजूको चाहिँ यस्तोमा काटेको छ के त्यही अहिले छुई पठाएर हुर्कै नि 7 स्टिच परेको छ भाउजूको चाहिँ बिचरा आटो 7 हो कि 8 चिन्न त होला कि गाइस मेरो मम्मी चाहिँ गाइस मेरो मम्मी चिन्न होला है गाइस मेरो मम्मी फलोअर बिकज कटिङ त्यो छ गाइस मौसम नानीहरू खेल्दैछ गाइस यता गाइस हेलो गाइस होइन आन्टीलाई पनि भन्नु चाहन्छु मेरो चाहिँ एउटा भिडियो नहालिदिनु मलाई हाँस है भनेर मेरो आन्टीको भ्लगमा म आइदिइरहेको अन्त अघिसम्म त त्यही त खिचिरहेको सो गाइस फलो माई आन्टी सब्सक्राइब गरिदिनुहोस् होला होइन गाइस यो चाहिँ अनि चाहिँ जल यो मेरो जल यो चाहिँ मेरो बेस्ट फ्रेन्ड हो त्यति बेस्ट फ्रेन्ड हो त्यस्तो त छ हो यो त हामी चाहिँ यहाँनिर छोडो छोडो भन्नु चाहने छैन बोजू के भनिदिनुहोस् न यहाँनिर अब यता हो यहाँ होइन हो नभन्नु हो सो गाइस आई भेट्नु ल बाई बाई गाइस नौसम्म भेटाएकै होला यस्तोमा त नसा हुन्छ नि बाई बाई म गएको घर अब टाटा बाई बाई ल त आजलाई चाहिँ यति नै होइन भन्दा पनि हामी चाहिँ म र भाउजू चाहिँ यहाँ म र भाउजू चाहिँ दुईजनाको चाहिँ हातमा चोट लागेको हुनाले चाहिँ अब एउटा हातले कति पो गर्ने है भनेर चाहिँ अब हामी दुई चाहिँ लाग्दिएको हो बाटो हामी चाहिँ गएको बाँकी चाहिँ अब सक्नु आँट्यो भन्दा पनि होइन अन्त त्यो सकेर आउनुहुन्छ आमाहरू ल साथीहरू हामी चाहिँ घर आइपुग्यौँ होइन भाउजूलाई चिया बनाएर दिन्छु अब होइन अन्त आजको लागि चाहिँ यति नै मन परेमा लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सब्सक्राइब डोन्ट फर्गेट टु सब्सक्राइब थ्याङ्क यू फर वाचिङ बाई